अहिले भर्खरै सुर्खेतको घटनाको पनि यहाँ भइहाल्नु हो। अब न्याय र निष्पक्ष अनुसन्धानको आवाज गरेको छैनन् भनेर मलाई राख्नुभयो। अब यी कुनै पनि घटनामा, सुर्खेतको वा कुनै पनि घटनामा हामीले कानुनलाई अक्षरशः पालना गर्दै तथ्यमा आधारित, तथ्य र प्रमाणको आधारमा काम गर्नुपर्ने हुन्छ। त्यसमा हामीले सुर्खेतलाई अथवा अरू ठाउँलाई भन्दाखेरि पनि त्यहाँनिर पीडितको इन्गेजमेन्ट, खास गरिकन राज्यले सम्बोधन गर्न पर्दाखेरि चाहिँ पीडिततर्फको राज्यका प्रतिनिधिको इन्गेजमेन्ट, उहाँहरूको निरन्तरको सम्पर्क, निरन्तरको चाहिँ उहाँहरूको आवाजको सुनवाई हुने गर्नुपर्छ भनेका छौँ। त्यहाँनिर नेपाल प्रहरी, सरकारी वकिल र न्यायालयको संयुक्त प्रयासमा त्यहाँनिर कानुनका विषयवस्तुहरू राख्दै र तथ्य र प्रमाणमा आधारित अनुसन्धान हुन्छ। त्यसमा यहाँहरू सबै मान्छेलाई हामीले त्यसरी परिचालित गरेका छौँ।